नमस्कार सबैमा है। हामी आज यस देवचुली नगरपालिका वडा नम्बर 14 अन्तर्गत हामी आज समय 12 बजिसकेको छ। हामी यो चोरको कारणले गर्दा हामी गस्ती बस्नु परेको छ। सबैजना सचेत भई हैन आफ्नो ढोका झ्याल सबै एकदम सुरक्षित तरिकाले राम्रोसँग बन्द गरेर हैन एकदम सुत्नु होला। हामी गस्ती गरिरहेका छौँ। त्यस कारणले आफू पनि एकदम बीचबीचमा जागरण भएर हैन एकदम सचेत रहनु होला। हाम्रो एकदम निरन्तर हाम्रो चलिरहेको छ। हाम्रो यस देवचुली नगरपालिका वडा नम्बर 14 मा एकदम चोरको एकदम आकार भएको हुनाले हामी एकदम यो टोल विकास संस्थाद्वारा हैन हाम्रो यो संस्थाले एकदम सुरक्षाको लागि खटाएको छ। त्यस कारणले हामी आज हाम्रो पालो परेको हुनाले हामीले सचेतको भिडियो बनाएका छौँ। साथमा हाम्रो टेक दाजु पनि हुनुहुन्छ, हाम्रो उहाँ एकदम अग्रज भिनाजुनी हुनुहुन्छ, हाम्रो भाइ हुनुहुन्छ, क्यामेरामा हाम्रो विशाल बाबु हुनुहुन्छ। त्यसैले हामी यो सचेतको लागि हामीले भिडियो बनाएका छौँ। सबैले सेयर गर्नु होला र आफ्नो सुरक्षा पनि एकदम घरको एकदम दिउँसोमा पनि चोर लागेको कारणले गर्दाखेरि एकदम सचेत भएर तपाईहरु बस्नु होला। राम्रोसँग चाबी लगाएर दिउँसोमा पनि हिँड्नु होला। हवस् त, नमस्कार। नमस्कार।